पनि गरम छ नुहाउनु पनि पर्छ साथीहरू उहाँ छेउमा नुहाउँदैछ नि त अहिले चाहिँ यहीँ बस्नुपर्छ एउटा कुरा नि मैले त के कुरा नि हौ कान्छा अन्त कान्छा दाइले नि एउटा राम्रो केटी पठाएको रहेछ होइन हौ तैँले त फेरि अनि कान्छा दाको के भन्छौ कहिले देखेछौ गर्लफ्रेन्डलाई फेरि कान्छा दाइलाई मैले फोटो देखा कि देखा भने देखाएन होग्नु जाँदाखेरि मोबाइल चाहिँ ओछ्यानमा राखेर गएको थियो त्यतिखेर उसको गर्लफ्रेन्डको फोन आएको थियो त्यतिखेर देखि पाएँ उसको फोटो के दामी थियो रहेछ राली चुयो नि मेरो के भन्नु मोमो त्यस्तो आउँदैन के भन कान्छा त माइलालाई के भन्दैछौ अनि तिमीले त एकदम राम्रै केटी पढाएको त हो नि हालै चुयो भन्छ त्यसलाई त हेट मुलाएर बेसी गफ नगरौँ जे काम गर्नु आएको त्यो गरौँ हिँड्नु जु ल अब के भन्दा ठुस्किएन के भन्नु कति खाएछ नगला यसको आमाले त्यसलाई जहिले पनि गाँइ आउँछ खाएको छ त्यहाँ थुत तेरेको घामले डोर्नु आँटेछ क्या तँ डोरी छाम्न डोराउनु आँटेको छ थुत यति त्यस्तो भएको छ होइन हौ दाइ मलाई आमाले त निङ्ग्रो खाएर जन्माएको थियो त्यही लागि यस्तो खानु मलाई त्यही भएर त्यो चुरो निङ्ग्रो भइरहेको छ त्यही भन्नु दाइ त्यस्तै हुन्छ क्या अब चुपै एकछिन मेरो गर्लफ्रेन्डले फोन गरौँ हेलो हेलो बेबी बेबी भन त मलाई अर्जेन्टली 5000 को जरुरत थियो सेन्ड गर न 5,000 के तिम्रो लागि त म 10,000 पठाइदिन्छु नि ओ आयो थ्याङ्क यू बेबी ल भरे गफ गरौँला अलिक साथीहरूसँग भन्नु साथै पठाइदियो नि क्या कान्छा दाइ हाम्रो कुरा हो भन हौ कसले हौ फोन गर्यो खाने बेलामा आमाले एकछिन बसेको रे हेलो ओ छोरा त कहाँ छस् हो आमा ए यहाँ साथीहरूसँग थियो बाहिर आएको थियो ए मलाई 2000 जति पैसा चाहिएको थियो खक्की पनि लागेर सर्पी पनि लागिसक्यो त्यही भनेर 2000 पठाएँ आज बेलुका 2000 जस्तो हुन्छ नि त म व्यवस्था गरिहाल्छु नि ल हुन्छ आमा ल राखेँ है यो गयो पक्कै पनि पैसा माग्छ होला यो बिचारसँग कहिल्यै पैसा हुँदैन चुइलै हुँदैन योसँग पैसा त खालि माग्ने बिचार मागेरै चल्छ क्या यसको जिन्दगी ठिक भन्यो मैले त आमाले पनि पैसा 2000 रुपियाँ भन्दैछ कहाँदेखि दिनु साथीलाई माग्नुपर्छ टेन्सनै छ छोरा मान्छेको जिन्दगी पनि